सेसन के हुन्छ त डाटाबेस सुरु हुन्छ। सबैभन्दा पहिला चाहिँ डाटा भनेको के हो त? डाटा भनेको के हो? र एक प्रकारको अनअर्गनाइज फ्याक्टहरू, विभिन्न प्रकारको फिगरहरू जुन चाहिँ के हुन्छ त भनेपछि अनप्रोसेस हुन्छ, नट मिनिङफुल डाटाहरू हुन्छ, जुन हामी कम्प्युटर सिस्टममा चाहिँ इनपुट दिन्छौँ, त्यो के हो? डाटा हो। डाटाबेस भनेको चाहिँ एक प्रकारको के हो त भनेपछि डाटाबेस भन्ने बित्तिकै एक प्रकारको कलेक्सन हो जसले चाहिँ इन्टर रिलेटेड डाटाहरूलाई के गर्छ त? जहिले पनि के गर्छ? कलेक्सन गरेर बस्छ। भनेको इन्टर रिलेटेड डाटाहरूलाई चाहिँ डाटाबेसले चाहिँ के गर्छ? कलेक्सन गर्छ, अर्गनाइज गर्छ र विभिन्न प्रकारको चाहिँ डाटाहरूलाई चाहिँ एउटा स्ट्रक्चरल वेमा, एउटा स्ट्रक्चर अथवा इभन अनस्ट्रक्चर वेमा चाहिँ के गर्छ त? ह्यान्डल गर्छ भने हामी त्यसैलाई के भन्छौँ? डाटाबेस भनेर भन्छौँ। अब मेन कुरा चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम भने के हो त भनेपछि एक प्रकारको त्यस्तो सफ्टवेयर हो अथवा सिस्टम हो जसले चाहिँ के गर्छ त भनेपछि युजरलाई चाहिँ सर्टेन डाटाहरू, इन्टर रिलेटेड डाटाहरू कलेक्सन गर्ने, क्रिएट गर्ने, डिफाइन गर्ने, म्यानेज गर्ने, कन्ट्रोल गर्ने फेसिलिटी प्रोभाइड गर्छ भने हामी त्यसैलाई के गर्छौँ त? डाटाबेस म्यानेजमेन्ट सिस्टम भनेर भन्छौँ। डाटाबेस म्यानेजमेन्ट सिस्टमले चाहिँ युजर र एप्लिकेसन बीच जुन स्टोरेज भएको डाटाहरूलाई चाहिँ के दिन्छ त? विभिन्न प्रकारको डाटालाई स्टोर गर्ने, अर्गनाइज गर्ने, रिट्राइभ गर्ने, एनालाइज गर्ने फिचर्सहरू दिन्छ। त्यसमा सबैभन्दा इम्पोर्टेन्ट के छ त भनेपछि डाटाहरू चाहिँ के हुन्छ त? सर्टेन वेमा चाहिँ के हुन्छ? डाटाहरू जहिले पनि के भएको हुन्छ? कनेक्टेड हुन्छ। सबैभन्दा पहिला चाहिँ के हुन्छ त? कुनै पनि युजरले चाहिँ डाटाहरूलाई चाहिँ कसरी ह्यान्डल गर्छ त? पहिला त डाटालाई चाहिँ के गर्नु पर्यो? क्रिएट गर्नु पर्यो। भन्ने बित्तिकै डाटाबेसमा चाहिँ सबैभन्दा पहिला युजरले डाटालाई चाहिँ क्रिएट गर्ने एक प्रकारको के दिन्छ? फेसिलिटीहरू प्रोभाइड गराउँछ जसलाई हामी के भन्छौँ? एसक्युएल ल्याङ्ग्वेजमा डिडिएल, डाटा डेफिनेसन ल्याङ्ग्वेज भनेर भन्छौँ। एसक्युएलमा चाहिँ के भन्छौँ त? डिडिएल अथवा डाटा डेफिनेसन ल्याङ्ग्वेज, जसले चाहिँ के गर्छ त? डाटालाई क्रिएट गर्छ, मोडिफाई गर्छ। मेन भनेको डाटालाई के गर्छ त? क्रिएट गर्ने र मोडिफाई गर्ने पनि फिचर्सहरू केले दिन्छ? डाटाबेसले दिन्छ। अब एउटा अर्को कुरा के छ त भनेपछि डाटा क्रिएट गरेको डाटाहरू, जुन डाटा चाहिँ क्रिएट गरेको हुन्छ है, डाटा चाहिँ क्रिएट गरेको हुन्छ, जसरी अघि चाहिँ डिडिएलमा चाहिँ क्रिएट, अल्टर, ड्रप जस्तो, ट्रङ्केट जस्तो कमान्डहरू हानिन्छ। डाटाबेस म्यानेजमेन्ट सिस्टमको चाहिँ ह्यान्डल गर्ने, म्यानेज गर्ने ल्याङ्ग्वेजलाई चाहिँ हामी के भन्छौँ त? एसक्युएल भन्छौँ है, स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज। अब यहाँनिर के छ त भनेपछि डाटाबेसले जहिले पनि के गर्छ त? अघि हामीले क्रिएट गरेको डाटा, डिडिएलमा डाटा क्रिएट गरेको हुन्छौँ भनेपछि डिएमएलमा के गर्छौँ त? डाटालाई चाहिँ म्यानिपुलेसन गर्छौँ, जसले चाहिँ के गर्छ? इन्सर्ट गर्छ। के गर्छ त? इन्सर्ट गर्छ। अनि अघिको भ्यालुहरू, जस्तो कि यहाँनिर चाहिँ राम भन्ने व्यक्ति छ जसको रोल नम्बर 1 छ, तर त्यसलाई चाहिँ फेरि अर्को टर्ममा रोल नम्बर 2 बनाउनु पर्यो भनेपछि अपडेट गर्छ। होइन, रामलाई डिलिट गर्नु पर्यो भनेपछि डिलिट गर्छ, रिट्राइभ गर्छ। यो सबै के गर्छ त? डाटा म्यानिपुलेसन पनि के हुन्छ? डाटाबेस म्यानेजमेन्ट सिस्टमकै एउटा पार्ट हुन्छ। भनेको डाटालाई चाहिँ इन्सर्ट गर्ने, अपडेट गर्ने, डिलिट गर्ने, रिट्राइभ गर्ने फिचरहरू के हुन्छ? डाटाबेस म्यानेजमेन्ट सिस्टममा नै हुन्छ। अब अर्को इम्पोर्टेन्ट कुरा के छ त भनेपछि डाटालाई चाहिँ सेक्युरिटी प्रोभाइड गराउँछ। डाटालाई चाहिँ एसेस कन्ट्रोल हुन्छ, अथेन्टिकेसन एन्ड अथोराइजेसन भन्ने हुन्छ है। अथेन्टिकेसन र अथोराइजेसन भन्ने हुन्छ, जसले चाहिँ के गर्छ त भनेपछि डाटालाई चाहिँ विभिन्न प्रकारको डाटा चाहिँ यदि त्यो ठिक छ कि छैन र छ भनेपछि कसले अपडेट गर्ने त भन्ने जस्तो अथेन्टिकेसन र अथोराइजेसनहरू दिन्छ। त्यो सँगसँगै
डाटा जहिले पनि इन्ट्रिगल हुन्छ भनेको एक्युरेट हुन्छ। डाटा जस्तो कि फ्लो हुँदाखेरि एउटा डाटा जस्तो मैले एउटा कुनै नोट एकजनालाई दिने नोट अर्कोलाई पनि सेम नै हुन्छ, त्यो फरक हुँदैन नि। त्यो नै के हो, इन्ट्रिगल अथवा इन्ट्रिग्रिटी प्रोभाइड गराउँछ। एक्युरेट सँगसँगै कन्सिस्टेन्सी हुन्छ। डाटा जहिले पनि के हुन्छ त, एक्युरेट हुन्छ। डाटा चाहिँ कहिले पनि रङ हुँदैन भनेको रङ भयो भने त्यो डाटाबेस म्यानेजमेन्ट सिस्टम नै कम्प्लिट हुँदैन, इन्कम्प्लिट हुन्छ। अब अर्को कुरा चाहिँ के छ त भनेपछि कन्सिस्टेन्सी र कन्क्रेन्ट एसेस भन्ने हुन्छ। भन्ने बित्तिकै डाटा चाहिँ के हुन्छ त, मल्टी युजरसँग पनि एकैचोटि कन्कुरेन्ट एसेस हुन्छ। एसेस भनेको एउटै डाटाबेस चाहिँ कोही डाटाबेस एडमिनिस्ट्रेटर हुन्छ, कोही चाहिँ डाटाबेस इन्ट्री हुन्छ, कोही युजर हुन्छ, विभिन्न प्रकारको चाहिँ अथेन्टिकेसन दिन्छ। यसमा चाहिँ युजरहरूलाई चाहिँ एसेस दिन्छ। अर्को भनेको एकदमै इम्पोर्टेन्ट पोइन्ट, डाटा जहिले पनि हामी ब्याकअप राख्न सक्छौँ। ब्याकअप राखिसकेपछि के गर्न सक्छौँ, रिट्राइभ पनि गर्न सक्छौँ। हामी डाटालाई चाहिँ के गर्न सक्छौँ, रिट्राइभ गर्न सक्छौँ। त्यसरी नै के हुन्छ त, डाटाबेसले चाहिँ काम गर्छ। अब सबैभन्दा पहिला चाहिँ के छ त, डाटाबेस म्यानेजमेन्ट सिस्टमको चाहिँ ब्रोड वे हेरौँ। डाटाबेस भन्ने बित्तिकै के हो त, एन अर्गनाइजेसन हो जसले चाहिँ के गर्छ त, डाटाहरूलाई अर्गनाइज गर्छ। डाटाबेस भनेको एक प्रकारको बेस हो, टेक्नोलोजी हो जसले चाहिँ इन्टर रिलेटेड डाटाहरूलाई चाहिँ अर्गनाइज गर्छ अन द स्ट्रक्चरल म्यानर। भनेपछि एक प्रकारको स्ट्रक्चर दिएर के गर्छ त, इलेक्ट्रोनिकल्ली त्यो डाटाहरूलाई चाहिँ डिजाइन गर्ने, एसेस गर्ने र डाटाहरूलाई म्यानेज गर्ने, म्यानिपुलेसन गर्ने, अपडेट गर्ने जस्तो कामहरू के गर्छ, डाटाबेस म्यानेजमेन्ट सिस्टममा हेरिन्छ। सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो त, डाटाबेस म्यानेजमेन्ट सिस्टम चाहिँ विभिन्न प्रकारका डाटाबेसको माध्यमले चाहिँ के हुन्छ, बनेको हुन्छ। भनेपछि कुनै पनि डाटाहरू विभिन्न प्रकारका डाटाबेसको माध्यमबाट मात्रै बनेको हुन्छ। अब यसमा चाहिँ के छ त भनेपछि डाटा चाहिँ विभिन्न प्रकारको चाहिँ कम्पोनेन्टको आधारमा बनेको हुन्छ। डाटाहरू चाहिँ विभिन्न प्रकारका कम्पोनेन्टहरू बनेको हुन्छ, जुन कम्पोनेन्टले गर्दा चाहिँ डाटालाई के बनाउँछन् त, कम्प्लिट गर्छन्। यो डाटालाई चाहिँ हामी के भन्छौँ त भनेपछि डाटा चाहिँ कुन फिल्डमा युज हुन्छ त। फर इक्जाम्पल ब्याङ्किङको डाटा बेस हुनसक्छ। ब्याङ्किङको डाटाबेसमा चाहिँ के हुन्छ त भनेपछि ब्याङ्किङको डाटा चाहिँ विभिन्न प्रकारको चाहिँ स्टोर गर्ने डाटाहरू चाहिँ के हुन्छ त, ट्रान्ज्याक्सन हुन्छ, अकाउन्टको चाहिँ डिटेल हुन्छ, युजर कस्टम हुन्छ र विभिन्न प्रकारका चाहिँ अकाउन्टको डिटेलहरू हुन्छ। कस्टमरको चाहिँ लोनहरू हुनसक्छ, इन्ट्रेस्ट रेटहरू हुनसक्छ। सबै डाटाहरू चाहिँ डाटाबेस के भएको हुन्छ त, बैङ्कमा चाहिँ एकदमै धेरै के भएको हुन्छ, डाटाबेस चाहिँ स्ट्रङली युज भएको हुन्छ। अर्को के छ त, विभिन्न प्रकारको डाटाहरू चाहिँ सोसल मिडियामा युज भएको हुन्छ। युजरको डाटा हुनसक्छ, मेसेज हुनसक्छ, विभिन्न प्रकारका मेटा ट्यागहरू हुनसक्छ, विभिन्न प्रकारका पोस्ट हुनसक्छ, कनेक्सन हुनसक्छ, युज डाटा हुन्छ। डाटाबेस चाहिँ सोसल मिडियाको पनि एकदमै धेरै हुन्छ। अर्को चाहिँ के हुन्छ त, विभिन्न प्रकारका बिजनेसहरू सँगसँगै इकमर्स हुनसक्छ, प्रोडक्ट हुनसक्छ। प्रोडक्टको चाहिँ डिटेल, प्रोडक्टको आइटम नेम, आइटम कोड, आइटम डिटेल डिस्क्रिप्सन, अर्डर हिस्ट्री, अर्डरको चाहिँ प्याकेजिङहरू, इन्भेन्ट्रीहरू सबै बिजनेसको हुनसक्छ। भनेको अर्को भनेको डाटा के हुनसक्छ त, हेल्थ केयरमा कुनै पनि पेसेन्टको चाहिँ रेकर्डहरू हुनसक्छ, कुनै डक्टरले लेखिदिएको प्रिस्क्रिप्सनहरू हुनसक्छ, चेक आउट चेक इनको चाहिँ अपोइन्टमेन्ट हुनसक्छ। त्यो सँगसँगै रियल वर्ल्डको इक्जाम्पलमा अन्य पनि हुनसक्छ डाटाहरू। फर इक्जाम्पल एजुकेसन सेक्टरमा स्टुडेन्टको नामहरू हुनसक्छ, स्टुडेन्टको ट्र्याक रेकर्ड हुनसक्छ, ग्रेड हुनसक्छ र ट्रान्सपोर्टेसनको फिल्डमा पनि भयो, विभिन्न प्रकारका बुकिङहरू, विभिन्न प्रकारका चाहिँ भेहिकलहरू इटिसी। डाटाबेस चाहिँ के हुन्छ, विभिन्न सेक्टरमा हुन्छ, युज भएको हुन्छ। अर्को चाहिँ डाटाबेसको की क्यारेक्टरिस्टिक के हो, डाटा जहिले पनि के भएको हुन्छ भनेपछि कलेक्सन अफ इन्टर रिलेटेड डाटा। डाटाबेस भनेको के हो, स्ट्रक्चर कलेक्सन अफ इन्टर रिलेटेड डाटा।
भनेको एउटा डाटा चाहिँ स्ट्रक्चर कलेक्सन हुन्छ, जसले चाहिँ के भएको हुन्छ त भनेपछि सिमिलर डाटा हुन्छ। भनेको बैंकिङ सेक्टरमा चाहिँ पैसा र अकाउन्ट र कस्टमर रिलेटेड त हुन्छ नि, बैंकिङ सेक्टरमा चाहिँ प्रिस्क्रिप्सन त हुँदैन। भनेको बैंकिङ सेक्टरमा चाहिँ के हुन्छ त इन्टर रिलेटेड डाटाहरू हुन्छ है। अर्को भनेको के हुन्छ त ठिक छ सर। आज भनेको डाटा चाहिँ के हुन्छ त इन्टर रिलेटेड डाटा हुन्छ। स्ट्रक्चर भनेको चाहिँ त्यो सँगै एक प्रकारको स्ट्रक्चर भनेको एक प्रकारको फर्मेटमा डाटा हुन्छ, जहिले पनि फर्मेटमा हुन्छ। अनि इन्टर रिलेटेड डाटा भनेको एक आपसमा चाहिँ जहिले पनि के गर्ने उस्तै डाटाहरू एउटा डाटाबेसमा बस्छन्। भनेको ब्याङ्किङको चाहिँ डाटाबेसमा के बस्यो त कस्टमरको डिटेल बस्यो, नेम बस्यो, एनआइडी बस्यो, अनि सिटिजनसिप नम्बर बस्यो, त्यसको फुल एड्रेस बस्यो, म्याप सहितको घरको एड्रेसहरू बस्यो, एज बस्यो, रियल डेटहरू बस्यो, ट्रान्ज्याक्सन बस्यो, उसको लोन कति छ, उसको डिपोजिट कति छ, उसलाई कति % इन्ट्रेस्ट दिइराख्ने हो, त्यो ब्याङ्किङको चाहिँ एउटा सेक्टरको डाटा भयो। ब्याङ्किङको चाहिँ डाटाबेसमा चाहिँ फेरि मेडिकलको हेल्थको बस्छ भन्ने हुन्न। हेल्थमा चाहिँ प्रिस्क्रिप्सन हुन्छ, चेक इन चेकआउट हुन्छ, डायग्नोस्टिकहरू हुन्छ, विभिन्न प्रकारको मेडिसिनको चाहिँ युज टाइमिङहरू हुन्छ, ड्युरेबिलिटीहरू डेटहरू हुन्छ, कति दिनसम्म औषधि खाने, यो एउटा रिलेटेड डाटा भयो। अर्को कुरा चाहिँ डाटाबेस अलवेज बी सिस्टमेटिक म्यानर फर इजी रिट्राइभल। भनेको डाटाबेस चाहिँ जहिले पनि एउटा सिस्टममा हुन्छ, जसमा चाहिँ के हुन्छ त इजी रिट्राइभ गर्नको लागि डाटाबेस बनेको हुन्छ, जसले चाहिँ के गर्छ त विभिन्न प्रकारका युजरहरूलाई र विभिन्न प्रकारका चाहिँ एप्लिकेसनहरूलाई चाहिँ चलाउनलाई के गर्छ हेल्प गर्छ। र डाटाबेस चाहिँ जहिले पनि के हुन्छ त एक प्रकारको सिस्टम अथवा सफ्टवेयरबाट चाहिँ म्यानेज गरिन्छ। त्यसलाई चाहिँ म्यानेज गर्ने भनेको अर्गनाइज गर्ने, एनालाइज गर्ने, अपडेट गर्ने कुरा गरिन्छ। त्यसैलाई हामी के भन्छौँ डाटाबेस म्यानेजमेन्ट सिस्टम भन्छौँ। यहाँसम्म ठिक छ? नबुझेको टर्महरू सोधौँ है। अर्को के छ त भनेपछि डाटाबेस म्यानेजमेन्ट सिस्टम। डाटाबेस म्यानेजमेन्ट सिस्टम भनेको चाहिँ एक प्रकारको त्यस्तो सफ्टवेयर हो, सिस्टम हो, जसले चाहिँ युजरलाई के गर्छ त भनेपछि जुनसुकै युजरलाई चाहिँ कुनै पनि डाटा क्रिएट गर्ने, डिफाइन गर्ने र त्यो डाटालाई चाहिँ के गर्छ त भनेपछि अपडेट गर्ने सम्पूर्ण फेसिलिटीहरू केले प्रोभाइड गराउँछ, डाटाबेस म्यानेजमेन्ट सिस्टमले चाहिँ प्रोभाइड गराउँछ। भनेको डाटाबेस म्यानेजमेन्ट सिस्टमले चाहिँ कुनै पनि डाटा युजर र एप्लिकेसनको डाटा बिच चाहिँ इन्टरफेस प्रोभाइड गराउने काम गर्छ, जुन चाहिँ एसक्युएल स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेजबाट चाहिँ के हुन्छ डाटाबेस म्यानेजमेन्ट सिस्टमको चाहिँ ह्यान्डल गर्छ। त्यो सँगसँगै मोस्ट अफ द डाटाहरू के हुन्छ रिलेसनल डाटाबेस। डाटाबेस म्यानेजमेन्ट सिस्टममा चाहिँ रिलेसनल डाटाबेस भन्ने एक प्रकारको टर्म छ, जुन चाहिँ के छ त भनेपछि डाटाबेस म्यानेजमेन्ट सिस्टमको चाहिँ एकदमै ब्रोड म्यानेज गर्ने एक प्रकारको सिस्टम के हो आरडिबिएमएस अथवा रिलेसनल डाटाबेस म्यानेजमेन्ट सिस्टम हो, जसले चाहिँ कुनै पनि डाटालाई चाहिँ प्रपर स्ट्रक्चर वेमा भनेको विभिन्न प्रकारको टेबलमा रिलेसनमा सँगसँगै विभिन्न प्रकारको डाटा चाहिँ एसक्युएल हिसाबमा स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेजको हिसाबमा चाहिँ रिलेसनल डाटाबेसहरूलाई म्यानेज गर्छ, जसले चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम चाहिँ के गर्छ त भनेपछि एकदमै इन्टिग्रेट भनेको एकदमै एक्युरेट जस्तो चाहिँ के गर्छ दिन्छ। अर्को भनेको के छ त भनेपछि रिलेसनल डाटाबेस मोडेलले चाहिँ सबै डाटालाई स्ट्रक्चर हिसाबमा प्राइमरी की, सेकेन्डरी की, कोलुम, रो, टेबल जस्तो फर्मेटमा चाहिँ के गर्छ त डाटालाई चाहिँ म्यानेज गर्नलाई हेल्प गर्छ। विभिन्न प्रकारका आरडिबिएमएस छन्, रिलेसनल डाटाबेसहरू विभिन्न प्रकारका छन्, जसले चाहिँ के गर्छ त भनेपछि त्यो डाटाहरूलाई चाहिँ
हामीले विभिन्न प्लेटफर्म युज गर्छौँ। फर इक्जाम्पल हामीले इक्जामको लागि पढ्नुपर्ने र बुझ्नुपर्ने कुरा के हो त MySQL, त्यो सँगसँगै ओराकलको डिबीहरू हुन्छ, अनि माइक्रोसफ्ट एक्सेल एसक्युएल सर्भर हुन्छ, पोस्टग्रे एसक्युएल हुन्छ, एमएसएसएस। हामी चाहिँ के गर्छौँ, केही कमान्डहरू MySQL को पनि सिक्छौँ र एमएसएसएस मा चाहिँ अलिकति डिटेलली पढ्छौँ है। अब के छ त भनेपछि डाटाबेस म्यानेजमेन्ट सिस्टम आरडिबिएमएस भर्सेस के छ त भनेपछि डाटाबेस म्यानेजमेन्ट सिस्टमको बारेमा चाहिँ हामी अलिकति डिस्कस गरौँ। भनेको के छ त, कुनै पनि डाटाबेस म्यानेजमेन्ट सिस्टम र डाटाबेस आरडिबिएमएसमा चाहिँ डिफ्रेन्स के छ भनेर चाहिँ हामी हेरौँ। सबैभन्दा पहिला के छ त भनेपछि आरडिबिएमएस भन्ने बित्तिकै रिलेसनल आइहाल्यो। भनेको त्यसमा चाहिँ कतै न कतैबाट एक प्रकारको रिलेसनसिप चाहिँ जहिले पनि देखाउनै पर्यो है। तर डाटाबेसमा चाहिँ के हुन्छ त, कहिले पनि रिलेसनल आउनु पर्छ भन्ने हुँदैन है। के छ त, पहिला त डाटाबेसमा चाहिँ हामी के गरौँ त, स्टोरेजको कन्सेप्टबाट हेरौँ। डाटाबेस म्यानेजमेन्ट सिस्टममा चाहिँ स्टोरेज चाहिँ के हुन्छ, विभिन्न प्रकारको हियरर्कीहरूमा विभिन्न फाइल, जस्तो कि हाम्रो कुनै कम्प्युटरमा चाहिँ के हुन्छ त, फाइलको हियरर्की हुन्छ, डाइरेक्टरीहरू हुन्छ, कसरी डाटा युज भएको हुन्छ त, एउटा फाइल हुन्छ, फाइल भइसकेपछि त्यो फाइल चाहिँ विभिन्न हियरर्कीमा ट्रीको स्ट्रक्चरमा के भएको हुन्छ, सेभ भएको हुन्छ। तर रिलेसनल डाटाबेसमा इन्टायर डाटा चाहिँ के भएको हुन्छ भनेपछि टेबुलर फर्ममा चाहिँ स्टोर भएको हुन्छ। भनेको रो र कोलमहरू मिलेर टेबल बन्छ, जसले चाहिँ के बन्छ, रिलेसनल डाटाबेस चाहिँ बन्छ। अर्को चाहिँ के हुन्छ त, रिलेसनसिपको कुरा गर्ने हो भनेपछि कुनै डाइरेक्ट रिलेसनसिप चाहिँ त्यस्तो बन्छ भन्ने हुँदैन है। डाइरेक्ट रिलेसनसिप, फर्मल रिलेसनसिप डाटाबेस म्यानेजमेन्ट सिस्टममा हुँदैन। तर चाहिँ के हुन्छ, एक प्रकारको विभिन्न प्रकारका चाहिँ फरेन कीहरू, इन्फोर्सेसहरू, विभिन्न प्रकारको कनेक्टिभिटीको माध्यमबाट एक प्रकारको स्ट्रङ रिलेसन बन्छ। त्यसैले त यसलाई आरडिबिएमएस अथवा रिलेसनल डाटाबेस भनेर भन्यो है त। अर्को भनेको चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टममा चाहिँ एकै प्रकारका फाइलहरू धेरै के भएको हुन्छन् त, रिडन्डेन्ट हुन्छन्, भनेको दोहोरिएका हुन्छन्। फर इक्जाम्पल हाम्रो डाटाबेस बुझ्दाखेरि चाहिँ के छ त, नर्मल डाटाबेस भनेको चाहिँ यो कम्प्युटरमा डाटा कपी गरेर राख्यो है, केही डाटाहरू कपी गर्यो। तर यो फाइलहरू हुन्छ नि, यहाँनिर कुनै एउटा फाइलहरू छ, यो फाइल चाहिँ सेम फाइल पनि के भएको हुन्छ त, रिडन्डेन्ट भन्ने बित्तिकै अर्को सेम हार्ड डिस्ककै अर्को एउटा ठाउँमा पनि हामी के गरेर कपी गरेर बस्या हुन सक्छौँ हो। अब यसमा चाहिँ के हुन्छ त भनेपछि यसमा रिडन्डेन्सीहरू, स्टोरेजहरू, एउटै डाटाले धेरै मल्टी स्टोरेजहरू कन्ज्युम गरिराखेको हुन्छ। तर रिडन्डेन्स भनेको चाहिँ यसमा एकदमै कम, मिनिमाइज हुन्छ। यसलाई चाहिँ हामी नर्मलाइजेसनबाट कम गर्छौँ भन्ने हो। नर्मलाइजेसन चाहिँ हामी हरेक स्टेप चाहिँ योमा चाहिँ पढ्नु परेन। तर हामीले बुझ्नुपर्ने चाहिँ रिडन्डेन्सीहरू, डाटा दोहोरिने है, यो टर्म चाहिँ एकदम यादै गर्नुपर्छ। यो रिडन्डेन्सी भन्ने बित्तिकै डाटा चाहिँ के हुने, दोहोरिने अथवा एउटै डाटा कन्फ्लिक्ट भएर एकै ठाउँमा स्टोर हुने कुरालाई हामी रिडन्डेन्सी भन्छौँ, जुन चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टममा एकदमै हाई हुन्छ। तर कुनै पनि रिडन्डेन्सीहरू आरडिबिएमएसमा के हुँदैन त, मिनिमम हुन्छ भन्ने हो। अर्को भनेको डाटा कतिको इन्टिग्रिटी छ त भनेको डाटा चाहिँ कतिको इन्ट्रिगल छ, लिमिटेड सपोर्टहरू हुन्छ हैन। यसमा चाहिँ खासै इन्ट्रिगेटहरू हुँदैन। डाटा इन्टिग्रिटी के हुन्छ, लिमिटेड इन्टिग्रिटी रुलहरू हुन्छ, तर स्ट्रङ इन्टिग्रिटी रुल हुन्छ। यसमा चाहिँ डाटा गेट इन्टिग्रेट हुन्छ, जहिले पनि डाटा एक्युरेट हुन्छ। इन्टायर डाटा इन्टिटीहरू, डोमेनहरू, कन्स्टेन्ट्सहरू सबै के हुन्छ, एकअर्कामा डिफाइन्ड भएको हुन्छ स्ट्रङली। अर्को भनेको के छ त भनेपछि डाटा एसक्युएल सपोर्ट। डाटामा चाहिँ एसक्युएल क्वेरी ल्याङ्ग्वेज विशेष गरेर युजै भए हुँदैन।
सपोर्ट गर्दैन। तर फुल एसक्युएल सपोर्टहरू हुन्छ, डिएमएल हुन्छ, डिसिएल हुन्छ, डिडिएल हुन्छ है। एसक्युएल भन्ने बित्तिकै स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज भयो, डिडिएल भयो, डिएमएल भयो, डिसिएल भयो। विभिन्न प्रकारको डाटा चाहिँ के भएको हुन्छ त भनेपछि हुन्छ स्केबल भनेको एकदमै स्मल डाटाको लागि चाहिँ लिमिटेड हुन्छ स्केबिलिटी। तर इन्टरप्राइज हिसाबमा कुनै एउटा अर्गनाइजेसनमा कुनै संस्थामा स्केलेबल हिसाबले चाहिँ के भएको हुन्छ, डाटा आरडिबिएमएस इम्प्लिमेन्ट भएको हुन्छ। अर्को भनेको डाटा बेसिक हिसाबमा सेक्युरिटी त हुन्छ, तर एसेस कन्ट्रोल भएको हुनाले एसेस कन्ट्रोल भनेको कुन डाटा कसलाई मोडिफाई गर्न दिने, कसलाई अपडेट गर्न दिने, यो सबै के भयो त एसेस कन्ट्रोलले भयो है। यो भनेको रिलेसनलमा धेरै नै डाटा के भएको हुन्छ त, रिलेसनल डाटामा चाहिँ एकदमै धेरै सेक्युर हुन्छ। भनेको रिलेसनल डाटाबेसको कुनै एउटा एमसिक्यूमा पनि के कुन सेक्युर हुन्छ, कति सेक्युर हुन्छ भन्ने हिसाबले आउन सक्छ। यहाँनिर विभिन्न हुन्छ, विन्डोजको चाहिँ यो रजिस्ट्रीहरू, डाइरेक्टरीहरू, एमएसएसएसहरू, एक्सएमएल डाटाहरू, एमएस एक्सेलहरू, एमएसएसएसहरू डाटाबेसको इक्जाम्पल हुन् भनेपछि आरडिबिएमएसको डाटाहरू माइएसक्युएल, ओरेकल, एमएसएसएस नै के हो त यसको इक्जाम्पल हो। ठिक छ। अब हामीले चाहिँ के गर्यौँ त भनेपछि डाटाबेसको चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टममा सबैभन्दा पहिला चाहिँ डाटा कतिको हिसाबले चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम ट्रेडिसनल फाइल सिस्टमहरू भन्दा अथवा कुनै पनि डाटाबेस भन्दा चाहिँ डाटाबेस किन हामीलाई चाहिँ चाहिने हो, किन डाटाबेस एडभान्टेज छ, किन फाइदाजनक छ भन्ने बारेमा चाहिँ हामी अलिकति डिस्कस गर्छौँ। सबैभन्दा पहिला चाहिँ यो टर्महरू चाहिँ हामीले बुझ्नु पर्यो। पहिला त डाटा के हुन्छ त, जहिले पनि डाटा चाहिँ कन्सिस्टेन्स हुन्छ। भनेको डाटा जहिले पनि के हुन्छ, कन्फ्लिक्ट हुँदैन, कुनै डाटाहरू चाहिँ दोहोरिनु भएन। डाटाबेस चाहिँ जहिले पनि के भयो त भनेपछि डाटा चाहिँ युनिफर्म हुनु पर्यो। युनिफर्म भनेको सबैको एउटै टाइपको डाटाहरू हुनु पर्यो है। कन्सिस्टेन्स भन्ने बित्तिकै एकनासले एकरूपता, डाटा चाहिँ एक्युरेट हुनु पर्यो। भनेको सबै डाटाबेसमा चाहिँ डाटा जहिले पनि के हुनु पर्यो, कन्सिस्टेन्सी बढाउँछ डाटाबेसले। जुन कन्सिस्टेन्स भन्ने बित्तिकै डाटा चाहिँ युनिफर्म हुन्छ। भनेको डाटा चाहिँ सबै डाटाहरू एउटै रूपमा हुन्छ है। अर्को चाहिँ के छ त, डाटा सेक्युरिटी भन्ने बित्तिकै के हो त भनेपछि डाटा जहिले पनि के भएको हुन्छ त, कसलाई चाहिँ के एडिट दिने, कसलाई चाहिँ के दिने। भनेको डाटाबेस चाहिँ एकदमै हिसाबले चाहिँ अनअथोराइज एसेस नहुने रोल बेस हुन्छ। कसले चाहिँ अपडेट गर्ने, कसले चाहिँ डिलिट गर्ने, कसले चाहिँ इन्सर्ट गर्ने, कसले क्रिएट गर्ने, कसले इन्ट्री गर्ने जस्ता विभिन्न फिचरहरू रोल बेस डाटाबेस एडमिनिस्ट्रेटरको एउटा हुन्छ, डाटाबेस अपरेटरको एउटा हुन्छ, युजरको एउटा हुन्छ। विभिन्न प्रकारका चाहिँ के अरे नर्मल युजरहरू हुन सक्छन्, कर्पोरेट युजरहरू हुन सक्छन्। विभिन्न प्रकारका डाटाहरू अनअथोराइज एसेसलाई चाहिँ प्रिभेन्ट गर्छ डाटाबेस म्यानेजमेन्ट सिस्टमले। भनेको कुनै पनि डाटाबेस म्यानेजमेन्ट सिस्टमहरू अरूले युज गर्ने प्रोबेबिलिटी एकदमै कम हुन्छ। त्यसैले डाटाबेस म्यानेजमेन्ट सिस्टम चाहिँ एकदमै सेक्युर हुन्छ। जुन सेक्युरिटी चाहिँ के हुन्छ, युजरहरू दिएको एसेस दिएको युजरले मात्रै डाटालाई चाहिँ के हुन्छ त अपडेट गर्ने, एडिट गर्न सक्छन्। त्यसैले चाहिँ के भन्छ त, डाटाबेस म्यानेजमेन्ट सिस्टम जहिले पनि सेक्युर हुन्छ। अर्को भनेको के हुन्छ, सिमिलर डाटाहरू जहिले पनि एकदमै रिडन्डेन्सी चाहिँ रिड्युस गरेको हुन्छ। भनेको डाटाबेस म्यानेजमेन्ट सिस्टममा विभिन्न प्रकारका चाहिँ डाटाहरू चाहिँ के हुन्छ त, नर्मलाइजेसन युज भएको हुन्छ, जसले चाहिँ डुप्लिकेट डाटाहरू हुँदैन। भन्ने बित्तिकै एकै प्रकारका डाटाहरू, एट्रिब्युटहरू विभिन्न प्रकारको चाहिँ नर्मलाइजेसनको चाहिँ रुलबाट
के गरिएको हुन्छ, इल्मिनेस भनेको घटाइएको हुन्छ, डुप्लिकेट हुने। एउटै यो डाटाबेस रिडन्डेन्सी भन्ने बित्तिकै रिड्युनेन्सी भन्ने बित्तिकै के हो त, दोहोरिने डाटाहरू, एउटै डाटाहरू धेरै ठाउँमा दोहोरिने कुरालाई कम गर्नु हो शुद्ध नेपालीमा। ठिक छ यहाँसम्म। अब अर्को के छ त, डाटा सेयरिङ भन्ने बित्तिकै एउटै डाटा मल्टिपल एप्लिकेसनमा, मल्टिपल सिस्टममा, मल्टिपल युजरहरूमा के भएको हुन्छ, सेयर भएको हुन्छ। अर्को के छ त भनेपछि डाटा चाहिँ ब्याकअपहरू अटोमेटिक हुन्छ, रिस्टोर हुन्छ। यदि हार्डवेयर फेल भए पनि, एउटा हार्डवेयर फेल भयो भने पनि त्यो ठाउँबाट अर्को हार्डवेयरमा ब्याकअप राखेर त्यसबाट हामीले डाटा रिकभर गर्न सक्छौँ। अर्को भनेको डाटा चाहिँ कहिले पनि इन्डिपेन्डेन्स हुन्छ भनेपछि डाटाको चाहिँ डिपेन्डेन्स, डाटा सबै ठाउँमा चाहिँ भर पर्दैन, कुनैमा चाहिँ कम भर पर्छ, कुनैमा चाहिँ धेरै भर पर्छ। सो विदाउट फिजिकल लजिकल स्टोरेज डाटा क्यान नट बी चेन्ज अर एप इम्प्याक्ट चाहिँ हुँदैन। भनेको डाटा इन्डिपेन्डेन्ट हुन्छ, तर हार्डवेयर र लजिकल स्ट्रक्चर बिना त हुँदैन कि, तर पनि डाटा चाहिँ हामीले सबै ठाउँमा डिपेन्ड हुन्छ भन्ने हुँदैन।